ए ओहो आउनुभयो? आइपुग्यो नि। बस्नु कहिले आएको तिमी? होइन भर्खर 5 मिनट जति भयो। तिम्रो लागि त 5 मिनट त के म जुनीभर पनि कुरिदिन्छु कि। तिमीलाई अब गफ हान्न त कसले सिकाउनु पर्छ र होइन? गफ होइन रियली हो। होइन रियल त रियलै हो तर गफ गर्न चाहिँ कसले सिकाउनु पर्छ र भने के? तिमीले सिकाउनु पर्छ। मैले सिकाउनु पर्छ तिमीले चाहिँ मलाई सिकाउँछौ उल्टै। होइन के छ त अनि घरमा कोही चाहिँ हुनुहुन्न आज? हुनुहुन्छ तर तिमीले भेट्न बोलाएपछि आएको हो नि त म त। मैले बोलायो भने जहाँ पनि आउँछ? जहाँ पनि जतिखेर पनि आउँछु नि तिमीले भनेपछि त। अनि के छ अब बिहे गर्ने होइन त? कहाँ अहिले बिहे गर्ने भनेको? के कहाँ अहिले भनेको अस्ति यही मङ्सिरमा बिहे गर्ने भने होइन त? तिमी बिहेको कुरा निकाल्यो यहाँ झन् मेरो टिका नि झरेको यहाँ। अब तिमी अर्को कुरा नगर है। होइन बिहे त कहाँ अहिले गर्ने? अझै 2-3 वर्ष रिलेसनमा बस्ने। 2-3 वर्ष रे? अस्ति चाहिँ यही मङ्सिरमा गर्ने भन्ने अहिले चाहिँ 2-3 वर्ष के हो त्यस्तो? कुरा नफेर है। कस्तो कुरा नफेर 2-3 वर्ष मैले त्यही बेला भने होइन मङ्सिरमा बिहे गर्ने तर मैले कुन मङ्सिर भनेको थिएँ त नि? त्यो कुन मङ्सिर केही थाहा छैन मलाई। अस्ति पोखरा जाँदा तिमीले त्यही भनेको थियौ म त यही मङ्सिरमा बिहे गर्ने हो। सुन न अझै 2-3 वर्ष रिलेसनमा बस्ने अझै कति ठाउँमा पोखरा त घुम्न गयो अझै मुस्ताङ जानु छ उता लुम्बिनी जानु छ कति ठाउँ त घुम्न जानै बाँकी छ अझै। मलाई केही थाहा छैन त्यो बिहे गरेर घुम्दा पनि हुन्छ। पहिला बिहे गर्ने हो म त। सुन न बिहे गरेपछि त मेरो घरमा के भनेछ भोलि पर्सि तेरो बिहे गरेपछि त कहीँ घुम्न जाने होइन। थाहा छैन मलाई अरू कुरा बिहे गरेर घुम्न जाने त्यो कुरा नगर है तिमीले नगर। बिहे गर्ने बित्तिकै उहाँ मलाई बच्चा नाति नातिना चाहिन्छ भनेर त्यो अब गरौँला नि त्यो त के भयो त 1-2 वर्षमा गरौँला त्यो पनि होइन तर पहिला चाहिँ बिहे गर्ने हो कि। त्यही भएर पहिला सुरु बिहे गर्नु भन्दा अगाडि हामी घुम्न जाने कि कहाँ घुम्न मन बिहे गरेर घुम्दा पनि हुन्छ कि तिमी किन कुरा बुझ्दैनौ? हुन्छ त हुन त मैले हुँदैन भनेको छु त। म त बिहे गर्ने यही मङ्सिरमा बिहे गर्ने तिमी जेसुकै भन यही मङ्सिरमा गर्ने हो म त। यही मङ्सिरमा गर्ने यो मङ्सिरमा नगर्ने के? म तिमीलाई झन् कति माया गर्छु। म तिम्रो कुरा केही सुन्दिनँ भनि नि। म त बिहे गर्ने हो मैले चाहिँ बिहे नगर्ने भनेको छु त लाठी। गर्ने भनेको छु तर म कुर्न सक्दिनँ नि त यही मङ्सिरमा बिहे गर्ने भनेको होइन त तिमीले? अरे सुन न है कस्तो तिमी चेन्ज नहो है। तिमीलाई घुम्न जानु म त जसरी पनि यही मङ्सिरमा गर्ने हो म त। सुन बिहे गरेपछि तिमी फेरि घुम्न लैजाऊ भन्लौ मलाई घरबाट घुम्न पठाउँदैन। बरु पर्दैन होइन तर पहिला बिहे गर्ने हो कि। सुन न 2-3 वर्ष अझै रिलेसनमा 2-3 वर्षको कुरा नगर म सुन्न सक्दिनँ म त बिहे गर्ने हो। मेरो घरमा पनि कुरा आइरहेछ बिहेको म त तिमी भनेर बसेको तिमी चेन्ज भइरहेछौ। म तिम्रो घरमा गएर कुरा गरौँला नि त तिम्रो हामी दुईजना रिलेसनमा छौँ हामी दुईजना माया प्रिय माया गर्छौँ। हुँदैन म त गरिहाल्ने हो यही मङ्सिरमा गर्ने हो। यो मङ्सिरमा त अनि मेरो के अरे यो ज्योतिषीले उहाँ यो वर्ष बिहे नगराउनु उसको। तिमी हरेक कुरा गरेर किन टाढिरहेछौ भन त मलाई? लु तिम्रो र मेरो चिना हेरेर जाउँ न त अनि ज्योतिषीले के भन्छ? चिनाको कुरा नगर म त तिमीसँग जसरी नि यही मङ्सिरमा बिहे गर्ने हो गर्ने कि नगर्ने त्यति भन। बिहे गर्नलाई त चिना हेराउनु परेन अनि लाठी पर्छ कि पर्दैन भन त? तिमी चेन्ज भइरहेछौ मलाई छोड्न लागिरह तिमीले। म तिमीलाई छोड्न लागेको भए म यहाँ आज भेट्थेँ होला त तिमीलाई है भन त? झन् म भन्छु उसलाई कति माया गर्छु म भन्छु उसलाई यहाँ भेट्न आइरहेको छु। छैन तिमीले अर्को कुरा गरिरहेछौ। झन् म आज कति दिनभरि बिजी उहाँ कहाँ जानुपर्ने मम्मी जान्छु कि जानुपर्ने मलाई थाहा छैन। मलाई अरू कुरा केही थाहा छैन। म जसरी पनि यो मङ्सिरमा बिहे गर्ने भए गर नत्र त म त मर्दिन्छु बरु। कस्तो मर्ने कुरा? उहाँ घरमा अर्कैतिर बिहे गर्ने कुरा गरिरहेछ अनि मर्नु कि के गर्नु भन त? तिमी आफै भन न। यो मङ्सिरमा म बिहे गर्दिनँ भन न घरमा। हुँदैन बिहे गर्छु भन प्लिज गर्छु भन न। गर्छु भनिरहेको छु त मैले गर्दिनँ भनेको छु त। नरु न के नरु मैले बिहे गर्दिनँ भनेको छु त अनि यो मैले त अब अझै 2 वर्षपछि पो बिहे गर्ने भने त अनि हेर म पढिरहेको छु अहिले काम पनि छैन तिमीलाई बिहे सबै बिहे पछि गर्दा हुँदैन। बिहे गर्नु बित्तिकै चाहिँ के हुन्छ भन त तिमीलाई? बिहे गरेपछि तिमीलाई खाना दिनु पर्यो लाउन दिनु पर्यो। त्यो गरौँला सबै दुईजना मिलेर गरौँला त। मसँग काम छैन पढिरहेको छु पढाइ सिद्धेको छैन अब 2 वर्ष तिमी हरेक बहाना बनाएर किन टार्दैछौ भन तिमी? साँचो भन के हो त्यो कुरा भन। म पढिरहेको छु तिमीलाई थाहा छ कि छैन? थाहा छ। अनि मेरो म काम छैन मेरो भर्खर काम गर्दैछु भर्खर 1 महिना हुँदैछ काम गर्न थालेको भर्खर पैसा कमाउन थाल्दैछु। बिहे गर्नलाई अनि पैसा के अरे तिमीलाई सामान किनिदिनु पर्यो तिमीलाई। मलाई बरु केही चाहिँदैन बिहे चाहिँ गरिहाल्नुपर्छ। मलाई केही चाहिँदैन अरू। सुन न बिहे गरेर मात्र भयो त भोलि तिमीलाई लगाएर राख्नु पर्यो। जहाँ पनि म बस्छु तिमी भएपछि हुन्छ कि त्यस्तो केही चाहिँदैन बिहे गर्छु मात्रै भन न तिमी। सुन न अहिले पो बिहे गर्छु मात्र भन्छु अब भोलि पर्सि बिहे गरेपछि मलाई यो किन्नु पर्यो त्यो किन्नु पर्यो यो खानु मन लाग्यो त्यो लाउनु मन लाग्यो भन्दिनँ के भन्दिनँ पहिला बिहे गर्छु चाहिँ भन न म भन्दिनँ। बिहे गर्छु भनिरहेको छु त
मैले बिहे गरिदिनु भनेको छु त तिमीलाई भनेछौ तर तिमीले के भनेछौ भन्ने म मलाई 2 थाहा छ वर्षपछि पो बिहे गर्छु भनेको छु त अनि अहिले बिहे अहिले त किन हतार गर्नु मलाई अहिले गर्नु छ 2 वर्ष म कुर्न सक्दिनँ अहिले बरु घुम्न जाउँला ल सुन न अब त मम्मी आज मामा घर जाने भनेर बसिरहनु भयो अब म पनि लुगा सुगा लाएर रेडी भइसकेको छु म जान्छु ल नाइके नजाऊ न तिमीसँग धेरै कुरा गर्नु छ के ल भन नि त के कुरा अझ बस्छु नि त म एकछिन 5-10 मिनट त अझै मसँग टाइम छ नि तिमीसँग त टाइमै छैन जस्तो लाग्यो मलाई सुन न आज पो म बिजी छु भोलि बरु बसौँ न भोलि दिनभरि फ्री छु त म एकछिन बस्दा के हुन्छ तिमीलाई भन त तिम्रो कुरा सुनेर मान्छे मामा घर जान लागेको टिका नि झर्न लागिसक्यो तिमी हरेक कुरा भनेर बाना नबनाऊ त्यस्तो नभन न के बस न एकछिन धेरै कुरा गर्नु छ कि तिमी किन कुरा बुझ्दैनौ तिमी चाहिँ मलाई कि किन माया बुझ्दैनौ गर्दैनौ भन न? मलाई भन त तिमी तिमीले चाहिँ मलाई किन नबुझेको भन त मलाई नि त अहिले समस्या छ नि त अब 2 वर्षपछि मैले बिहे गर्छु भनिरहेको छु त 2 वर्ष होइन म यही मङ्सिरमा गर्ने हो भनिरहेको छु त कतिचोटि भन्नु पर्यो तिमीलाई यो मङ्सिरमा त अनि मलाई घरबाट नि दिनु पर्यो नि घरबाटै मान्दैनन् अनि अब मेरो पढाइ सिद्धेपछि तेरो बिहे गरिदिन्छु भनिराखन मैले त अब कुरा बिहे गरेको पछि हो पढ्दा नि पनि हुन्छ ल बिहेपछि पढ्दा हुन्छ तर बिहेपछि पढ्नु कि काम गर्नु कि तिमीलाई नै खाना दिनु पर्यो लाउनु दिनु पर्यो घुम्न जानु पर्यो तिमीसँग अनि गाह्रो छ नि त बिहे गरेपछि भने जस्तो सजिलो हुँदैन बुझ्द न तिमी पनि 2 वर्षपछि मेरो नि बरु काम पनि राम्रै हुन्छ मलाई केही थाहा छैन मलाई अरू केही थाहा छैन म जसरी पनि अस्ति चाहिँ किन त्यो कुरा गर्यो तिमी किन चेन्ज भइरहेछौ भन त अस्ति पोखरा जाँदाखेरि यही मङ्सिरमा बिहे गर्छु भनेको हो कि तिमीले मैले मङ्सिरमा बिहे गर्छु हामी मङ्सिरमा बिहे गर्ने ल भनेको मैले यो मङ्सिर भने होइन नि तिमी मैले यही मङ्सिर सोचेँ नि त मलाई त यही मङ्सिरमा बिहे गर्ने हो मैले घरमा उता अर्कोतिरबाट कुरा आउँदा नि म मेरो बोयफ्रेन्ड छ भनेर गरिरहेको छु म जसरी पनि बिहे गर्ने हो बोयफ्रेन्ड छ भन्यो त ठिकै छ बरु तिम्रो घरमा गएर म नि कुरा गरौँला बरु होइन हामी अहिले होइन हामीलाई 2 वर्ष टाइम दिनु म मेरो अहिले सेटल भएको छैन म भनेर तिम्रो मम्मी ड्याडीलाई मैले भने त मम्मी ड्याडीले बुझ्नुहुन्छ नि त भयो मम्मी ड्याडीले बुझे पनि म चाहिँ बुझ्दिनँ म चाहिँ जसरी पनि बिहे गर्ने हो तिमीलाई मसँग बिहे गर्ने त्यति हतार भइसक्यो हतार भइसक्यो अनि बिहे गरेपछि त अनि मम्मी ड्याडीले वा मलाई नातिना चाहियो भन्लान् त्यो पनि भइहाल्छ नि 1-2 वर्षपछि भइहाल्छ नि कमाइ छैन केही छैन अनि भोलिपछि बच्चा जन्मेपछि त अनि उसलाई बच्चालाई स्याहार गर्नु पर्यो अनि केही चाहिँदैन त्यस्तो कमाइ धमाइ केही चाहिँदैन तिमी भयो हुन्छ जसरी पनि बिहे गर्नुपर्छ त्यस्तो नभन न के म त त्यस्तै भन्ने हो हुँदैन तिमी कस्तो अटेरी गरेर एउटै चिजमा किन घमण्ड गरिरहेको म त घमण्डै गर्ने हो म त जसरी पनि बिहे गर्ने हो ल बिहे गर्ने नि त तर अहिले होइन 2 वर्षपछि तिमी किन त्यस्तो कुरा गरिरहेछौ भन त के गर्ने त यसपालि यस्तो गरौँ न त बरु यो कति पछि पुर्नेपछि हामी मुस्ताङ घुम्न जाउँ न त हुँदैन के छ तिमी प्लान ल अब तिमीलाई आज हतारै भएको हो हतारै छ कि म हतार नभएको बेला अरू बेला तिमीसँग बिहान 10 बजी आएर बेलुकासम्म बस्दिनँ त म बस्थ्यो अनि आज त मेरो मामा घर जान्छ टिका लाउन तिमीले नि कुरा बुझ्नु पर्यो नि दिया म जान्छु ल अहिले नि गइहाल्ने मेरो आज अलि बिजी छु कि म धेरै ठाउँमा टिका लाउनु जानु छ त्यही भएर होइन एकछिन बस्नु न म जान्छु नि म आज एकदम बिजी छु कि एकछिन बसौँ न मलाई कस्तो बस्न मन लागिरहेको छ यत्रो बेर बस्यो त होइन एकैछिन के कति कुरा गर्ने बाँकी छ बरु भोलि भेटौँ न त भोलि म दिनभरि फ्री हुन्छु बरु होइन कि आजै बसौँ न कुरा धेरै गर्नु छ कि होइन कुरा त गर्न त मलाई पनि धेरै छ नि के गर्ने हेर न अब त्यहाँ हजुर मामा घर जानु छ हजुरबाको हातको टिका लाउन के भयो त अहिले एकछिनमा जाँदा भइहाल्छ नि टाइम छ त यति धेरै टाइम छ 3 बजिसक्यो अब 10-15 मिनट कि अघि आधी घन्टा बसौँ न 10-15 मिनट मात्र के गर्नु छ 10-15 मिनट अलि यत्रो बेर धेरै कुरा गर्नु छ कि तिमीसँग तिमी किन यस्तो भइरहेछौ आजभोलि के भयो भन तिमीलाई चेन्ज भइरहेछौ तिमी मैले त त्यस्तै लागिरहेछ मलाई त कस्तो चेन्ज भयो म झन् तिमीलाई भनेर भेट्न आइरहेको छु एकछिन 10 मिनट भयो नि भेटेर अनि त मामा घर जान्छु भनेर झन् घरमा कति झुट बोलेर आइरहेको छु तिमी पहिला भन्दा चेन्ज भएको छौ पहिला यस्तो थिएनौ तिमी के भयो के तिमीलाई फेरि बस भनेछु त किन नमानेको त बसिरहेको छु त भन नि त के भयो ल धेरै कुरा गर्नु छ तिमीलाई अब जाने हतार छ जाऊ अरे नरिसाउ न के भोलि बरु दिनभरि फ्री हुन्छु म अनि भोलि भेटौँला बरु दिनभरि बसेर गफ गर्नुलाई भनिरहेको छु त अहिले बस्दा के भयो तिमीलाई हतार भयो अनि त्यो त अहिले हतार छ कि मलाई एकदम मामा घरमा मम्मीले कुरेर बस्नुपर्छ मामा घर जानलाई अनि मामा घर टिका लाउनु जानु परेन ल तिमीलाई अब यताभन्दा उतै राम्रो रहेछ जाऊ उतै मेरो केही भन्नु छैन ल त्यत्तिकै रिसाएको छ अघिसम्म झन् हाँसी खुसी बोलेको मान्छे अनि अहिले एक्कासी रिसाएर हुन्छ त भोलि भेट्छु भनिरहेको छु त मैले म त तिमीसँग कति मिठो मिठो कुरा गरौँला भनेर भनेको थिएँ तर तिमीसँग टाइमै रहेनछ मसँग भेट्ने किन बोलायो त टाइमै नभएको भए
ल दिनभरि बसेर हुन्छ त यहाँ अनि तिम्रो पनि दिनभरि बस पनि भनेको छैन नि तिमीलाई 5 मिनट बस भनेछ 5 मिनट पनि टाइम छैन तिम्रो लागि मेरो लागि तिमीलाई कस्तो रिसाएर बोलेको के तिमी चाहिँ अनि हो तिमी देखेर रिस उठ्यो कि मलाई अहिले आएर किन के गरेर मैले तिमी चेन्ज भएछौ नि त त्यही भएर अब तिमीलाई चेन्ज भयो म अब जान्छु म हतार छ ढिला छ आज म अलि बिजी छु 5 मिनट पनि छैन टाइम के को हतार भयो तिमीलाई 5 मिनट म बसिनँ त तिमीले अघि नै 5 मिनट बस भने म 5 मिनट बसेर ल ठिकै छ नि त एकछिन बसौँ कुरा गरौँ जान्छु नि त 5 मिनट पछि भनेर मैले भने होइन झन् ल भयो भयो फेरि रिसाएर जाने बेला त नरिसाऊ भोलि दिनभरि टाइम दिन्छु भनिरहेको छु त मैले तिमीलाई हतारै भएको हो ल तिमीलाई त्यस्तो विश्वास लाग्दैन भने हिँड मेरो घरभन्दा माथि डाँडा भएर हेर मम्मीमा कुरेर बस्नुपर्छ मलाई मामा घर जानलाई अनि म अनि त्यहाँ झुट बोलेर एकछिन ल मेरो 5 मिनट साथीलाई भेट्नुपर्ने काम छ भनेर अनि आएको म तिमीलाई भेट्न जानु घरमा झुट बोली बोली आइरहेको छु म भने चाहिँ ल ल जाऊ न त त्यस्तो भयो फेरि भोलि भेट्नुपर्छ है भोलि भेट्न आऊ न त भोलि म तिमीलाई फोन गर्छु अनि आऊ न ल आज साँच्चै बिजी भएरै हो कि न तिम्रो म टाइम दिन्न होला त ल ल अब तिमीलाई त्यस्तै नै छ भने त जाऊ न त अनि तिमीले होइन चाहिँ राम्रोसँग भन्न पनि त सक्छौ नि तिमीले होइन एकाचि जाने जाने मात्र भन्छौ खोइ होइन, शङ्का अहिले म लाग्छ कि मलाई तिमी बिजी भएर पो जान्छु भने त नभए त अरू बेला त म तिमीले जाने भन्दा नि म जानु दिन्थेँ त आज पो मलाई थिएन अलिक त्यही त समस्या अलिक त्यही भएर भनेर मैले चेन्ज भएछौ भनेको कि मैले ल हुन्छ मलाई मम्मीले कुरेर बसिरहनु भयो होला भोलि बरु 10 बजी नै आउनु त है भेट्न ल ल बिहान जाऊ खानासाना खाऊ छिटै आऊ है ल छिट्टै आउँछु ल अहिले जान्छु ल म हुन्छ तिमी पनि जाऊ यहाँ धेरै बेर नबस ल म घरमा एकछिनमा अब त्यहाँ जान्छु मम्मी बाबाले कुरेर बसिरहेको होला नि पाहुना साउना आएको होला है ल हुन्छ जान्छु ल अहिले बाई बाई ल उठा म यहीँ बसिरहन्छु अनि जाऊ न तिमी हो छिटो जाऊ ल घर ल ल साँच्चै नि ईश्वर आजभोलि चेन्ज भएको जस्तो छ पहिला त्यस्तो थिएन ऊ साँच्चै उसले मलाई छोड्यो भने त म कसरी बाँच्ने होला म त सबै जिन्दगी उहीसँग बिताउँछु भनेर कत्रो सपना साजेको थिएँ आजभोलि ऊ चेन्ज हुन थाल्यो उसले छोड्यो भने त म त मर्छु होला उसले आजभोलि किन मेरो कुरा बुझ्दैन किन ऊ पहिला जस्तो छैन साँच्चै उसले मलाई छोड्न लागेको हो त यदि छोडिहाल्यो भने त म कसरी बाँच्नु केटा मान्छे स्वार्थी हुन्छ भन्थ्यो हो रहेछ यदि उसले छोड्यो भने मैले कसरी मुख देखाउनु मेरो मम्मीले मलाई के भन्ला मेरो बाबाले के भन्ला म त बाँचेको केही अर्थ हुँदैन उसले छोड्यो भने के गर्ने होला म